नमस्कार आदरणीय दर्शक तथा शुभचिन्तकहरू, आज हामी एउटा नयाँ यात्रा सुरु गर्दैछौँ। यो केवल एउटा अनलाइन न्यूज च्यानलको सुरुवात मात्र होइन, सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारिता प्रतिको एउटा प्रतिबद्धताको सुरुवात हो। आजको समयमा सूचना धेरै छन्, तर सत्य सूचना खोज्न झन कठिन हुँदै गएको छ। सामाजिक सञ्जालमा हल्ला छिटो फैलिन्छ, तर सत्य कहिलेकाहीँ ढिलो पुग्छ। यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यका साथ हामी तपाईँ माझ आएका छौँ। हामी कुनै राजनीतिक दल, कुनै व्यक्ति, कुनै व्यवसाय वा कुनै स्वार्थ समूहको पक्षमा उभिने छैनौँ। हाम्रो एउटै पक्ष हुनेछ, त्यो हो सत्यको पक्ष। हामी हरेक समाचारलाई प्रमाणका आधारमा प्रस्तुत गर्नेछौँ। सुनेको भरमा होइन, देखेको भरमा होइन, तथ्य र प्रमाणको आधारमा मात्र समाचार प्रकाशित गर्नेछौँ। हामीले गल्ती गर्यौँ भने स्वीकार गर्नेछौँ, सच्याउनेछौँ र दर्शकसँग माफी माग्न पनि पछि हट्ने छैनौँ। किनकि पत्रकारिता भनेको अहंकार होइन, जिम्मेवारी हो। हाम्रो लक्ष्य भाइरल समाचार बनाउनु होइन, विश्वासिलो समाचार बनाउनु हो। हामी गाउँदेखि राजधानीसम्म, सामान्य नागरिकदेखि नीति निर्माण तहसम्मका आवाजलाई समान सम्मानका साथ स्थान दिनेछौँ। कसैको पीडा ओझेलमा नपरोस्, कसैको आवाज दबियोस् भन्ने हाम्रो चाहना छैन। भ्रष्टाचार, बेतिथि, अन्याय, अनियमितता र जनसरोकारका विषयमा हामी निडरतापूर्वक प्रश्न उठाउनेछौँ, तर कुनै पनि व्यक्तिलाई प्रमाण बिना दोषी ठहर गर्ने छैनौँ। प्रिय दर्शकहरू, पत्रकारिता केवल समाचार पढ्ने काम होइन। पत्रकारिता भनेको समाजलाई सही दिशामा सोच्न प्रेरित गर्ने माध्यम हो। लोकतन्त्र बलियो बनाउने आधार हो। नागरिकलाई सचेत बनाउने अभियान हो। त्यसैले यो च्यानल तपाईको पनि हो। तपाईले देख्नु भएको समस्या, तपाईको गाउँघरको खबर, तपाईको आवाज हामीसम्म पुर्याउनुहोस्। हामी त्यसलाई जिम्मेवारीका साथ देश सामु ल्याउने प्रयास गर्नेछौँ। हामी आलोचनालाई पनि सम्मान गर्छौँ। तपाईका सुझावले नै हामीलाई अझ राम्रो बनाउनेछ। हाम्रो एउटा मात्र आग्रह छ, समाचार हेर्नुहोस् तर सोचेर हेर्नुहोस्, विश्वास गर्नुहोस् तर प्रमाण हेरेर मात्र विश्वास गर्नुहोस्, प्रश्न गर्नुहोस्, किनकि प्रश्न गर्ने समाज नै सचेत समाज हो। अन्त्यमा यो यात्रा सजिलो हुने छैन। दबाव आउनेछन्, चुनौती आउनेछन्, आलोचना पनि हुनेछ, तर जबसम्म तपाईको विश्वास हाम्रो साथमा रहन्छ, हामी सत्यको बाटोबाट पछि हट्ने छैनौँ। सत्य लुक्न सक्छ तर हार्दैन, समय ढिलो आउन सक्छ तर आउँछ अवश्य। त्यसैले हामी तपाईसँग एउटा बाचा गर्छौँ, तथ्य हाम्रो आधार, सत्य हाम्रो प्रतिबद्धता र जनविश्वास हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो। हामीसँग जोडिनुहोस्, हाम्रो भिडियो सेयर गर्नुहोस्, आफ्ना सुझाव दिनुहोस् र सत्यको यात्रामा हाम्रो सहयात्री बन्नुहोस्। धन्यवाद।